नयाँ शक्ति भनाउँदाहरूको राजनीतिक अपरिपक्वता र राजनीतिक दूरदर्शिता खासै छर्लङ्गका साथ नेपाली समुदायमा नआइसकेको परिस्थितिमा हामी भोलि चुनावमा जाँदैछौँ। त्यसैले हरेक संवेदनशील नेपाली भोटरको अगाडि एउटा ठुलै चुनौती रहनेछ, किनकि आजको भू-राजनीतिक अवस्थामा भोलिका दिनमा यदि नेपालमा राजनीतिक स्थिरता आएन, ऐक्यबद्धता आएन भने मलाई लाग्छ कि नेपालको स्वतन्त्रता र नेपालको सार्वभौमता माथि नै आँच आउन सक्छ। त्यसैले भोलि हामी भोटर्सहरूले असाध्यै संवेदनशीलताका साथ र असाध्यै सुझबुझ पुर्याएर जुन आजको दिनसम्ममा पनि हामीमा निहित शक्ति भोलि हामी कसलाई हस्तान्तरण गर्दैछौँ र भोलि ती व्यक्तिहरूले अहिलेको असाध्यै डगमगाएको विश्व राजनीति अवस्थामा नेपालको स्थान र नेपालको परिस्थितिलाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने कुरालाई चाहिँ एकदमै गहिराईसँग सोचेर हामीले चुनाव गर्नुपर्नेछ। किनकि अहिलेको अन्तर्राष्ट्रिय राजनीतिमा न्यायको परिस्थिति या कोअपरेसनको परिस्थिति भन्दा पनि राजनीतिमा शक्तिको खेल हाबी हुँदै गएको छ र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था डगमगाएको अवस्था पनि छ र त्यस्तो अवस्थामा नेपाल जस्तो सानो राष्ट्रको परिस्थिति अझ संवेदनशील र कमजोर पनि हुन गइरहेको छ र यो परिवेशमा हामीले आफ्नो सार्वभौमिकता, आफ्नो स्वतन्त्रता आगामी दिनमा कसरी बचाइराख्न सक्छौं र जुन व्यक्तिलाई हामीले भोलि छानेर पठाउनेछौं ती व्यक्तिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई चाहिँ कसरी आँच नआउने हिसाबबाट चाहिँ अगाडि बढाउनुहुन्छ भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण विषय हुन आउँछ जस्तो मलाई लाग्छ। त्यसकारण सम्पूर्ण भोटर्समा मेरो विनम्र आग्रह छ, कुनै किसिमको दबाव या प्रेसरमा नरहिकन, भहकाउमा नरहिकन एकदम आजको यो परिवेशलाई चाहिँ आफ्नो दिमागमा राखेर नेपालको परिस्थिति र नेपालको संवेदनशीलतालाई कसरी जोगाउन सकिन्छ भन्ने हेतुले नै कृपया भोलि भोट गर्नुहोला। हाम्रो अगाडि छनौट त्यति सजिलो छैन, चुनौतीपूर्ण छ। त्यसकारण सुझबुझका साथ र असाध्यै सचेत भएर हामीले आफ्नो भोटिङ प्रक्रियालाई कायम गर्नु छ। यहाँहरू सबैलाई म यो कामना गरौँ कि भोलिका दिनमा हाम्रो नेपालको राजनीतिले हाम्रो जस्तो राष्ट्रलाई एउटा निकास दियोस्।